नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा बुवा आमाहरूलाई 2082 को महान चाड दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु हामी यहाँको परिवारको तर्फबाट। र कसैले पनि मादक पदार्थ सेवन गरेर जथाभावी सवारी साधनहरू नचलाउनु होला, जसले गर्दाखेरि तपाईँलाई यो दशैं जस्तो चाड पर्वमा दुर्घटना निम्त्याउन सक्छ र तपाईँको कारणले अरूलाई पनि क्षति हुनसक्छ। त्यसैले चाड रक्सी सेवन गरेर चाहिँ कतै पनि आफ्नो सवारी साधन नचलाउनु होला। आफ्नो परिवारसँग मिलेर चाडपर्व चाहिँ राम्रो हाँसी खुसी भएर बिताउनु होला भन्दै फेरि पनि हजुरहरूलाई महान चाड दशैंको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हस्त नेपाल। लटाइसँग फनफन हिँड्नु हुनुपर्ने हो र। सँग कहाँ पुग्यो त? बादल भित्रै हरायो त चङ्गा त। के उडाएछ त? कहाँ पुग्यो चङ्गा देख्छ? दसैँ इन्जोय हावाले माथि चाहिँ लगेछ। फुल आयो, फुल ल हेर्नु यहाँनिर हाम्रो फुल आएको छ, सँगसँगै फुल उडुवा फुल।